कुरा गर्न चाहदिनँ। मलाई एउटा सानो भनौँ न एउटा समाज सेवाको नाताबाट दुई कुरा राख्ने अनुरोध गर्नुभयो, त्यसमा मैले स्वीकारेँ। सर्वप्रथम म के भन्न चाहन्छु भने सम्पूर्ण कुरा हाम्रो गणेशजीले भनिसक्नुभयो, प्रियङ्काजीले एकदमै राम्रोसँग कभर गरिसक्नु भएको छ, त्यसमा मैले थपिराख्नुपर्ने मैले कुनै आवश्यकता देख्दिनँ। तर एउटै कुरा म के भन्छु भने आज एकै दिनमा हरेक सानसानमा चाहिँ फेसबुकमा विभिन्न किसिमको देशको एक किसिमको न्युज हामीले देखेका छौँ। सायद हामी यहाँ जति छौँ यो खुसी भएर हर्ष मनाउन या कलाकारको मनोरञ्जन रूपमा आएको होइन, हामीले चाहिँ यो अघि नै भनिसक्नु भएछ आयोजकजीहरूले यो राम्रो काममा र यस्तो अवस्थामा हामीले चाहिँ हर्ष गर्नुभन्दा पनि हामीले एउटा च्यारिटीको रूपमा हामीले चाहिँ आएका छौँ र यही सम्झेर तपाईँ हामी यहाँ उपस्थित भएका सम्पूर्णलाई म आफ्नो तर्फबाट यही भन्न चाहन्छु कि हामीले यसमा केही हामीले सहयोग गर्ने मौका पायो भनेर हामीले सोचेमा राम्रो हुन्छ। र म के भन्न चाहन्छु भने आयोजकज्यूहरूमा गणेश गुरुङज्यू, वीरेन्द्र खड्काज्यू र जीवन अधिकारीज्यू, उहाँहरूले भिन्दै विचारमा एक प्रकारले भन्दा नयाँ वर्षको अवसरमा कलाकारले पहिले नै उहाँहरूले चाहिँ प्रोग्राम बनाएको कुरो उहाँले जानकारी दिइसक्नुभयो। तर पनि छोटो समयमा यो किन यो परिस्थितिमा यस्तो किसिमको कन्सेप्ट अथवा एक किसिमको चाहिँ भिजन आयो भन्ने कुरो उहाँले अघि नै प्रस्ताउनु भयो। यसमा चाहिँ म आफ्नो व्यक्तिगत तर्फबाट असाध्यै यसमा चाहिँ प्रशंसा गर्न चाहन्छु। र यसै साथसाथमा बेलायतमा अन्जुजी त पहिला पनि आउनुभएको हो, अन्जु बहिनी र प्रियङ्का कार्की बहिनी साथै शिव परियार, उहाँहरू यहाँ आइपुग्नुभयो हाम्रो माझ। अर्कै विचार थियो कार्यक्रमको तय, पहिले भने आयोजकले भनिसक्नुभयो, तर उहाँहरू चाहिँ अहिले वास्तवमा भन्ने भन्दा हामीले भन्दा उहाँहरूको मन सायद धेरै विचलित छ जस्तो मैले चाहिँ बुझेको छु। त्यस कारणले गर्दाखेरि उहाँहरूले जे जति आज यो स्टेजमा तपाईँ हामीको माझ आफ्नो प्रतिभा आफ्नो चाहिँ एउटा ट्यालेन्ट देखाउनुहुन्छ, त्यो चाहिँ हामीले कसरी लिनु पर्यो भन्ने कुरा मैले चाहिँ यहाँ वर्णन गर्नु पर्दैन। त्यही कारणले गर्दा अन्तमा आयोजकहरूलाई धेरै धन्यवाद। कलाकारज्यूहरू नेपालबाट आउनुभएको छ, तपाईँहरू चिन्ता नगर्नुहोस्, तपाईँहरूको माया र तपाईँहरूले जुन चिताउनु भएको छ त्यो हामी एकदमै सल्युट गर्छौँ र आई रियली विश यु all a safe and pleasant time in the case that अब यहाँ चाहिँ विभिन्न किसिमको च्यारिटी कार्यक्रम हुन्छ, यसमा पनि हामी साथ दिउँ भन्दै म आफ्नो दुई शब्द यही नै टुङ्ग्याउन चाहन्छु। थ्याङ्क यू।